देश विकासमा ढिला हुन्थेन सबै राम्रा भइदिए। देश विकासमा ढिला हुन्थेन सबै राम्रा भइदिए। नेपालमा भने ठुला बडा सबै भ्रष्टाचारतर्फ गइदिए। अमेरिकाले हेरौं 50 वर्षमै त्यत्रो विकास गरिसक्यो। अमेरिकाले हेरौं 50 वर्षमै त्यत्रो विकास गरिसक्यो। नेपालमा भने भ्रष्टाचार गर्दै सधैँ एउटा पदमा रहिदिए। नेपालमा भने ठुला बडा सबै भ्रष्टाचारतर्फ गइदिए। कसैलाई चाहिने सुनको हात्ती अनि खानु पर्ने चाँदीको थालमा भात। कसैलाई चाहिने सुनको हात्ती अनि खानु पर्ने चाँदीको थालमा भात। देशका जनताहरू त्यस्तै बुझ्नु छैन, सधैँ उनका कुरा सही दिए। नेपालमा भने भ्रष्टाचार गर्दै सधैँ एउटै पदमा रहिदिए। कैयौं वर्ष बित्यो न त अस्पताल न त रोड नै पुग्यो गाउँघरमा। सुन्नुहोस्, कैयौं वर्ष बित्यो न त अस्पताल नै न त रोड नै पुग्यो गाउँघरमा। कसरी हुन्थ्यो र विकास पैसा जति सुरुङ खनी घरभित्र लैदिए। कसरी हुन्थ्यो र विकास पैसा जति सुरुङ खनी घरभित्र लैदिए। देश विकासमा ढिला हुन्थेन सबै राम्रा भइदिए। नेपालमा भने ठुला बडा सबै भ्रष्टाचारतर्फ गइदिए। नेपालमा भने भ्रष्टाचार गर्दै सधैँ एउटै पदमा रहिदिए। विदेशहरू कहाँदेखि कहाँ पुगिसके, तर नेपाल भने चाहिँ जहाँको त्यहीँ। जब भ्रष्टाचार नेताहरू जब बसेपछि देशमा केही गर्न नसकेपछि, यस्तो न त कुनै गाउँघरमा रोड पुग्न सकेछ न त अस्पताल नै पुग्न सकेछ। त्यसैले जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया गर्न नबिर्सनुहोस्। मेरो गजल सुनेकोमा सबैलाई सम्पूर्णमा धेरै धेरै धन्यवाद। अनि प्लिज सब्सक्राइब, लाइक, शेयर गर्न नबिर्सनुहोस्। धन्यवाद।